जिम्मेवार बनौ एउटा बच्चा 3-4 वर्ष केपी शर्मा ओली प्रचण्ड शेरबहादुर देउवा मध्ये तपाईँलाई को मन पर्छ? तीनजनामा एउटाको नाम लिनु पर्यो भने तपाईको मैले के खाइदिएको होइन भन्नुहोस्, जनता जान्न चाहन्छ बताउनु। तपाईको मैले एक छाक भात खाएको एकजनाको नाम रोज्नुहोस्। तपाईले मलाई एक छाक घर भात खुवाउनु भएको होइन, म खुवाउँछु। तपाईले भने मान्नलाई बाउले भने मानिनु म 2010 आको जी बाम लिएर हर साल हाना हाना जी ज्यान दे। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी होइन, है। आज बताउनु पर्छ तपाईँले। किन बताउने मैले बताउनु न ल तपाईले के गर्नुहुन्छ मलाई सुन्नुहुन्छ ल ल ल पुलिस बोलाउनुहोस् ल जिम्मेवार बनौ एउटा बच्चा 3-4 वर्ष मेरो पार्टी भित्र एमाले भित्र कसले भने कुन एमाले भित्र 23 जना 23 जना हो 23 जना ठुलो जन्म त किन होइन? जनताले निर्वाचन गरेको सुन्नु सुन्नु न 123 मा 23 ठुलो हो कुन हिसाबले कति क्लास पढ्नु आर यु कमेडी मी तपाईले माधव नेपाल तपाईले पढाइको कुरा नगर्नुहोस्। तपाई पढाइको कुरा म नगर्नुहोस्। त सोधिदिनु म तपाईँ तपाई सुन्नुहोस्, सुमनको तपाईको तपाईले आज माधव नेपाललाई होच्याउने किन नहोच्याउने माधव त्यही बोल्ने माधव नेपालले जे भए त्यही बोल्ने तपाईँ माधव नेपालको को तपाईँ वकालत गर्नु त्यति तपाईँ ठुलो सम्मानित नेतालाई तपाईले भन्ने त्यसो सम्मानित नेताको सम्मानित व्यवहार हुनुपर्छ कुरो गर्नुहुन्छ पढाइको कुरा गर्नु तपाईँ आफ्नो पार्टीको अध्यक्ष पढाइको कुरा नगर्नुहोस्। सुन्नुहोस् मलाई चाहिने कुरा मैले छ नि। मिटिङबाट बने सरकार न हो यो। तर यो सरकार शक्तिशाली छ, दुईटै मत छ यो सरकारसँग। तपाईले हल्लाउन सक्नु भएन। तपाई बिहान एउटा कुरा गर्नुहुन्छ, बेलुका अर्को कुरा गर्नुहुन्छ। कहाँ गरेको बिहान मैले? भन्नुहुन्छ यो सरकार ढाल्दिन्छु, बेलुका भन्नुहुन्छ सरकार ढाल्दिन। रिस त जनतामा छ, तर मैले तपाईलाई भने नि सबै उस्तै हैन, जुन जोगी आए पनि कानै चिरेको। त्यो भनेको नै केपी गलत छ। शर्मा ओलीको विकल्प प्रचण्डको विकल्प शेरबहादुर देउवा, तीनजना घुमी फिरी हाम्रो देशमा नेतृत्वमा हुनुहुन्छ क्या गणतन्त्र आइसकेपछि। तर तीनैजना नेताले देश बनाउन सक्नु भएन। आफन्तहरूलाई ठाउँमा पुर्याउनु हो, नियुक्ति गर्नु हो, राम्रो मान्छे ल्याउनु भएन। देशमा योग्य सच्चे मान्छेले ठाउँ पाएनन् प्रचण्ड। मेरो खराब बानी छ, मेरो खराब बीचमा नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता सांसद सूर्य थापा हुनुहुन्छ। सूर्यजी तपाईँलाई म जनता जान्न चाहन्छन् कार्यक्रम स्वागत गर्न चाहन्छु। आराम हुनुहुन्छ? एकदम आराम छ। तपाईँ एमालेको झोले अरूले पनि पाउन सक्छ तपाईँ खलिएकै मान्छे हो तपाईँ। तर अहिले आएर के गर्ने, प्रधानमन्त्रीको सालो भनेर चिन्छन् तपाईँलाई। ये सारे जुल्म झाल से दूर हूं मैं, इसलिए तो मशहूर हूं मैं, खाना सही समय पे नहीं खा पाता मजबूर हूं मैं। बोक्ने झोले हुन्, देशभक्तिको त्यसो अब तपाईँहरू झोला किन्नुहुन्छ, सबै कार्यकर्तालाई झोला दिनुहुन्छ। झोला छन् छन्। झोलामा केपी शर्मा ओलीको फोटो राख्नुहुन्छ। म्युजिक एमालेका नेता प्रचार विभाग प्रमुख राजेन्द्र गौतम हुनुहुन्छ। यहाँ दुबैमा कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। तपाईँको पार्टी अध्यक्ष देशको पूर्व प्रधानमन्त्री माधव नेपाल विरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गर्यो। माधव नेपालले भ्रष्टाचार गर्नुभयो है? मैले बिगारेको होइन, ढल्केवरको टावर त्यो हावाहुरीले भत्काएर बङ्गाइदियो। तू मुझे गलत मत बोल, तू खुद को गलत बोल, तू खुद की औकात देख, तू अपनी गर्बान में झांक। तारै चुडाइदियो। अब मैले गरे त होइन नि, त्यो त प्रकृतिले गरेको हो नि। तर जनतालाई तपाईँको कुरा विश्वासै लाग्दैन, पत्याउँदैन। लोड सेडिङ त तपाईँले गरे। जिम्मेवार बनौ एउटा बच्चा लोकतन्त्रमा परिणत भएको छ, त्यो कुरा तपाईँ मान्नुहुन्छ? मान्दिन। गणतन्त्र गनायो त्यो कुरा पनि तपाईँ मान्दिन। गणतन्त्र असफल भयो त्यो पनि मान्नुहुन्छ? मान्दिन। व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा तपाईँ उभिनुहुन्न। पुराले ज्ञानेन्द्र शाहले तपाईँलाई आएर सम्झौता गर्नुभयो। ल प्रचण्डजी तपाईँ प्रधानमन्त्री बन्नुहोस्, म राजा बन्छु भनेर ज्ञानेन्द्र शाह तपाईँ आएर सम्झौता गर्नु, तपाईँ त्यतिखेर के गर्नु? मान्दिन। तपाईँको चोइस अमेरिका कि नेपाल? मेरो चोइस त नेपाल हो जहिले पनि। अनि किन अमेरिकामा बसिरहेको? बड़ी बातचीत इंडस्ट्री के लोगों से, पूरी पिक्चर बची मेरो इच्छा। अभी प्रोमो देख मेरे किस्से सुन। तपाईँ पब्लिकको बिचमा पनि त लोकप्रिय हुनुहुन्छ नि त। तपाईँ आफ्नै किसिमको नाम छ, नीति शाह, हजुर सबैले चिन्छन्। हजुर तपाईँलाई मन पराउनेहरू पनि थुप्रै छन्। तर तपाईँले जसलाई मन पराउनु हो, म कसैको नाम लिन चाहन्न जीवनमा, किनभने तपाईँलाई मन पराउनु पनि थिए, तपाईँले पनि मन पराउनु भयो धेरैलाई।
तर टुट्यो प्रेमहरू त्यो प्रेमको अहिले छ नि म घाउ कोट्याउन चाहन्न कि कोट्याउँ मेरो खराब पानी छ मेरो खराब अब यो भन्दा कति कोट्याउनुहुन्छ तपाईँको फिलिपिन्समा युवतीसँग रिलेसनसिप थियो थियो कति वर्ष रह्यो अलमोस्ट 2 इयर्स जति भयो होला 2 वर्ष सँगै रहनुभयो लेकिन एक सेकेन्ड सँगै त बसेन हामीहरू ऊ पनि उसको घरमा थियो म मेरो घर रिलेसन भन्ने बित्तिकै कहाँ लिभिङ हुन्छ त रिलेसन त एउटा बोयफ्रेन्ड र गर्लफ्रेन्ड पो भयो नि होइन तर अब विदेशमा बोयफ्रेन्ड र गर्लफ्रेन्ड भयो सबै कुरा हुन्छ नि त तपाईँ अतिथिजीलाई प्रेम गर्नुहुन्छ मैले साथीको रूपमा गर्छु प्रेमिकाको रूपमा होइन होइन भएको छैन किन मैले भित्रभित्रै कुरा थाहा पाएको छु तपाईँ दुईटा प्रेम हुनुहुन्छ अहिले राइट त्यो त राइट भन्नुभयो नि त? होइन ए ओ राइट भनेको अदितजी धीरजीलाई भित्रभित्र मन पराउनु भएछ पहिलो तपाईँको केटा साथी होइन तपाईँलाई धेरै माया गर्ने साथीले तपाईँलाई धोका दियो हजुर तपाईँ प्रेममा हुनुहुन्थ्यो लिभिङ टुगेदरमा हुनुहुन्थ्यो त्यो छोडेर आउनु लिभिङ टुगेदरमा थिइन खोइ मैले थाहा पाएको छु ऋषिदाले अर्को इन्टरभ्यूमा चाहिँ पण्डितै बोलाएर गर्ने तयारी गरे जस्तो लाग्छ मलाई प्रेम अनिवार्य आवश्यकता हो आवश्यकता त सबैलाई नै छ प्रेम गर्नुपर्छ प्रेम गर्छु अदितिलाई गर्छु यस्तो चिज छ जुन चिज तपाईँले देख्नु भएको छैन त्यस्तो चिज चाहिँ त्यो चिज आज देखाइदिनुहोस् न उठिसकेपछि म 3 गिलास मनतातो पानी पिउँछु पानी नै हो त यो सबै एनर्जी पानीबाट हो एकदम पानी काको पानी काको पानी फेरि किन चाहियो धरानमा एयरपोर्ट विराटनगरमा त्यति ठुलो एयरपोर्ट हुँदै यस्तो छ जनता जान्न चाहन्छन् बताउनुहोस् अर्को सामान छिमेकीको घरमा टोइलेट छँदैछ किन मेरोमा बनाउने भने जस्तो भन्थ्यो त होइन र अनि छिमेकीको के अरे टोइलेटमा जान्छ जहिले मलाई पिसाब आयो मलाई चाहिँ दिशा आयो भन्दै छ त त्यहाँ छ धरानमा पनि बनाउँदा चाहिँ के भयो मसित नगर अहिले उठ्या गएर अमेरिकी दलाल को अध्यक्ष शक्ति भने भन्नुहोस् उहाँको कुरासँग मलाई कुनै मतलब छैन तपाईलाई अध्यक्ष शक्ति भने को त नि हो बस्छु सर त्यो किन भन्यो त अध्यक्ष शक्ति चला ल्याउनु पर्यो म अहिले जेल जान्छु ल पुलिस बोलाउनु छ अहिले म जेल जान्छु ल को अध्यक्ष शक्ति यस्तो गेस्ट फेरि झुक्याएर किन ल्याएको बस्नुहोस् भने मैले त उहाँसँग इन्टरभ्यू दिन भनिसकेँ तपाईँले कसलाई चाहिँ अध्यक्ष शक्ति भन्नुभएको तपाईँहरूको चाहिँ टिमको कुरा हुन्छ बस्नुहोस् त तपाईँ अध्यक्ष शक्ति भने किन भने तपाईँलाई आफ्नो कुरा सुन्नु म यो फिर्ता लिनुहोस् कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुन्दिनँ त के भएको भागौँ कि क्या हो त्यो फिर्ता लिनुहोस् तपाईँले मैले उहाँसँग बसेर बोल्दिनँ भनेको थिएँ तपाईँले अध्यक्ष शक्ति भनेर आरोप लाउने अरू खिच्छ अरू बस गर्नु को अध्यक्ष शक्ति राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो लेकिन लौंडा यहाँ नहीं रुक कुनै पनि पार्टी कार्यकर्ता होइन फिर्ता लिनुहोस् कार्यकर्ता भनेको छ मैले जस्तो भनेको छ त्यो गलत हो नि त जस्तो तपाईँ जस्तो मान्छे त्यस्तो भन्न सक्दैन कार्यकर्ता सुन्नु न मलाई सुन्नु भाषण गरेर चुनाव जित्नुभयो तर तपाईँ भाषण गरेर चुनाव जितेर आउनुभयो तर जनताको लागि के गर्नु होला मलाई बताउनु जुम्लाको बारेमा तपाईँले के गर्नु भएको छ सिद्धमलाजीसँग त्यहाँको बाढी पहिरोले जनजीवन अस्त व्यस्त छ अविरल वर्षाको कारणले कमलाले अंग्रेजी बोल्नै सक्दैन त आजको दिनमा मलाई अंग्रेजी बोल्न सक्छ आइए देखते हैं मजा आएगा what Mr. Lamichhane gonna does there is a huge challenge and also an opportunity for him how he gonna bring a new policy of the country, how Nepal will have relations with India, China, and America. We have to wait and see. There are many challenges for all new ministers. There are many problems in the country. It took so much time to expand the ministerial cabinet. Prime Minister Prachanda had a tough time to form a new cabinet. Even more harder for him to allocate the ministerial department. He is negotiating all day long. Everyone demanding powerful, attractive department. Congratulations, congratulations. Great, successful person. कुनै मनपर्ने एउटा गीत छातीमाथि ढुङ्गा राखी हाँस्नु परेको छ 2 शब्द गाइदिनुहुन्छ त्यसको
छातीमाथि ढुङ्गा राखी हाँस्नु पर्या छ मुटुमाथि ढुङ्गा राखी म त तपाईँले यहाँ मलाई नबोलाएको देखेर 1.5 महिना भयो ऋषिजीले देखाउनु म ऋषिजी पनि कतै साउथीतिर गएर झम्मल पो हान्नु हुँदैछ कि भन्ने पिर भयो क्या। कस्तो केटासँग तपाईँलाई चाहिँ विवाह होस् भन्ने चाहना हुन्छ, रुचि हुन्छ? हजुर जस्तो ऋषिजी एकदम राम्रो, यस्तो वक्ता, यस्तो प्रेजेन्टेबल मान्छे, एकदम कन्फिडेन्स भएको मान्छेलाई ठ्याक्कै यस्तै। ए मेयर साहब नमस्कार। नमस्कार, हजुरको म नमस्कार गर्दैछु। म ऋषि धमाला बोल्दैछु। हजुर भन्नु। म यहाँ मुसरर बस्तीमा छु। हामी यहाँ सर्नसा बस्छौँ अहिले। अभिनय राम्रो गर्नु भएको छ तपाईँले? त्यो त अब आफूले जज गर्ने होइन नि त, होइन आफ्नो अभिनय त होइन, दर्शकले जज गर्ने हो नि त मलाई, होइन दर्शकले गर्ला, समय अब धेरै बाँकी छैन, तर तपाईँले कस्तो अभिनय गर्नु होइन यो भनेको त आफूलाई कसरी जज गरेर हेर्ने र होइन, दर्शकले त मलाई रुचाउनु हुन्छ कि हुँदैन मेरो अभिनय हेरेपछि न जज गर्ने हो, होइन। गजब बेइज्जती है। दर्शकले यो चलचित्र किन हेर्ने? राम 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 के बोलेर मरेको यो? मैले भ्याएसम्म मैले पहिलोचोटि चलचित्रमा काम गर्दाखेरि मैले सकेसम्म राम्रो गर्छु, सबै दर्शकको मनमुटुमा बस्छु। एउटा नायिका एलिजा गौतम भनेपछि चाहिँ ऊ पनि राम्रो अभिनय गर्छ बल्ल बल्ल भेट एमालेको झोले होइन, एमाले कसैलाई हितै छैन, फाइदै छैन देशलाई। म त भनिरहेको छु, तपाईँले म एमालेको झोले होइन भनेर भन्न सक्नुभयो? तपाईँकै पार्टीका नेता एउटा बच्चा 3 वर्ष नभएसम्म रोक्ने चेक्ने सबै ढाल नै हो। जिम्मेवार बन, एउटा बच्चा 3-4 वर्ष नभएसम्म अर्को बच्चा नजन्माउनको निम्ति पुरुषहरूका लागि परिवार नियोजनको अस्थायी साथ भनेर योसँग पनि त्योसँग पनि त्यो भन्ने कुरा चाहिँ गलत हो। कुनै पनि कुरालाई गलत हिन्दू संस्कार भएको नायिका हो। एकदम 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 म त्यो कुरालाई चाहिँ तपाईँको विवाह भएको छैन? छैन। सेक्स रिलेसन भएको छ कि छैन? छैन। भएकै छैन सेक्स रिलेसन? छैन। अहिलेसम्म निरुता सिंह भर्जिन? तपाईँलाई के तपाईँले उमेर भयो हिरोइन हो भन्दामा यो हुनै एकदम यो भर्जिन हुनै हुँदैन भने तपाईँको सोच हो कि क्या हो?